मालदिभ्स हिन्द महासागरको काखमा फैलिएको एक स्वर्ग जस्तै द्वीप हो, जहाँ प्रकृतिले आफ्ना सबै रङ्गहरू छरप्रष्ट पारेको छ। नीलो आकाशको क्यानभास मुनि फैलिएको टल्कदो समुद्रको दृश्य एक चित्रकारको कल्पनाभन्दा पनि सुन्दर लाग्छ, जहाँ इन्द्रधनुषी माछाहरू नाचिरहेका हुन्छन्। किनारमा पसारिएका सेता बालुवाका दाना सिसाको टुक्रा झैँ चम्किन्छन्। बिहानको घामले समुद्रलाई सुनौलो रङ्ग दिन्छ भने साँझ पख अस्ताउँदो सूर्यको छायामा त्यो समुद्र सुनबाट रगतमा परिणत भए जस्तो देखिन्छ। समुद्रको छाल जुन बेला बेला न्यानो स्पर्शसहित किनारमा ठोकिन्छ, त्यसले आत्मामा एक किसिमको छुट्टै तरङ्ग उत्पन्न गर्ने गर्छ। तटसँगै उभिएका झुप्राहरू र तिनको पछाडि सर्बलाउँदै गरेका नरिवलका बोटहरूको दृश्य, आकाशबाट तल झरेको जुन नीलो पानीमा प्रतिबिम्बित हुँदा समुद्र आफैमा प्रेम पत्र झैँ देखिन्छ, जहाँ चुपचाप तर भावनाले भरिएको। मालदिभ्सको यो समुद्री सौन्दर्य केवल दृष्टिले हेर्ने चिज मात्र होइन, यो आत्माले अनुभूत गर्ने चमत्कार हो, जहाँ शान्ति, प्रेम र प्रकृतिको अद्वितीय सङ्गीत एकसाथ गुन्जिन्छन्। नमस्कार।